नमस्ते सबैलाई स्वागत छ हाम्रो नेपाली ट्रेडरमा। आज हाम्रो सिरिजको डे 4 हो। जसले पनि डे 1, डे 2, डे 3 हेरेको छैन त्यो हेरिहाल्नु होला। जबसम्म डे 1 हेर्दैन तबसम्म थाहा हुँदैन हामी के गर्दैछौँ भन्ने हैन। सिधा टाइम वेस्ट नगरी ट्रेडिङतिर जाउँ। आजको हाम्रो टार्गेट छ डे 4 $16 को हैन, $17 टोटल। त हामीले 53 भनेपछि हाम्रो क्यापिटल कति छ? हामीले टोटल 170 बनाउँदा हुन्छ। 170 भयो भनेपछि हामीले आजको टार्गेट हाम्रो कम्प्लिट हुन्छ हैन। ल एक्सेल सिटमा 153 पहिलेदेखि नै छ। $4 को ट्रेड हो। म यहाँ $4 सेट गर्छु। मार्केट स्ट्रक्चर हेरेर ट्रेड गर्ने हो। ओके, यो ट्रेड चाहिँ अरे लगाउने बित्तिकै तल गयो है, किनकि यो एक साइडवेज मार्केटमा साइडवेज छ हैन। अब यसले के गर्छ यहाँ भनेपछि रुक, यसले के गर्नुपर्ने थियो, यो ट्रेडले यही ठाउँसम्म आएर हैन रिटेस्ट गरेर जानुपर्ने थियो, किनकि यहाँ यो तिम्रो रेन्जिङ मार्केटमा मैले ट्रेड गरेको छु। तर यसो हेर्दाखेरि मेजर ट्रेन्ड अप ट्रेन्ड छ त अप ट्रेन्डमा नै जानु थियो। ल पहिलो ट्रेडै हाम्रो लस होला भने जस्तो छ। हिजो त हामीले कन्टिन्यू प्रॉफिट गरेका थियौँ अनि डे 2 मा चाहिँ एक मात्रै लस भएको थियो हैन। अब यसमा चाहिँ पहिले ट्रेडले लस भएको छ डे 1 को जस्तो। नो प्रब्लम, लस भयो भने हामीसित एक्सेल सिट छ हैन, त्यस्तोबाट हामी प्रॉफिट गरिहाल्छौँ। ल यो चाहिँ लस वाला जस्तो नै छ। नेक्स्ट ट्रेड अमाउन्ट कति छ त्यो हेरौँ। 8.6 भनेपछि $9 को ट्रेड हो। म यसैमा गर्छु किनकि मेरो सपोर्टमै आएर क्लोज भएको छ हैन। अब हेर्नु, यो मैले अघि नै पनि ट्रेड गरेको यही कारणले नै हो। सपोर्टमा आछ भन्दा सपोर्टमा आछ भनेरै ट्रेड गरेको। यो क्यान्डलले चाहिँ बराबर सपोर्टमै क्लोज गरेको छ। यो क्यान्डल चाहिँ 100% प्रॉफिट हुनै पर्छ है। अब हेरौँ के गर्छ यसले। हेरौँ के हुन्छ। यदि यो पनि लस भयो भने हामी अमाउन्ट पहिलेदेखि नै सेट गरेर राखौँ। $18। ज़्यादा टाइम वेस्ट नगर्ने हैन, छिटो छिटो ट्रेड गर्ने, खतम गर्ने, किनकि यसमा तिमीले फुल टाइम दिनु हुँदैन। बाइनरी ट्रेडिङमा कहिले पनि फुल टाइम नदिनु। ओके, ल हाम्रो 2 ट्रेड कन्टिन्यू लस भयो हैन, नो प्रब्लम। 2 ट्रेड कन्टिन्यू लस भयो। अब यो हाम्रो तेस्रो ट्रेड हो। अब यो ट्रेडले यो लो ब्रेक गरेको छैन अनि ब्रेक गर्ने बित्तिकै रिटेस्टको लागि भन्ने एउटा ग्रीन क्यान्डल आउँछ। अब यो 100% स्योर सर्ट क्यान्डल हो है। आजको हाम्रो बोहनी नै सही भएन, पहिलो ट्रेड नै लस भएको थियो। लजिक अनुसार त ठिकै थियो हाम्रो ट्रेड, तर नो प्रब्लम। अब प्रॉफिट लस त हुने नै हो, यो त ट्रेडिङकै पार्ट हो। यो चाहिँ प्रॉफिट भइहाल्छ। यसलाई म ओके फेरि $4 मा आउने। ओहो हो, कति राम्रो ट्रेड। डाउनको लागि जानु थियो मैले, यसमा ट्रेडै गर्न पाएन। त यहाँसम्म आयो भने पनि म ट्रेड गर्छु। ल त्यो ग्यारेन्टी हो। हेर न हाम्रो बीआरसी प्याटर्न। अरे बाप रे, मौकै दिएन हो यसले त ट्रेड गर्ने। यसले ट्रेड गर्ने मौका दिएन। ल नो प्रब्लम। यसमा के छ, एक रेजिस्टेन्समा छ मार्केट। अब हेरौँ यसले के गर्छ। अप ट्रेन्ड हो, हायर हाई हायर लो, हायर हाईको लागि जानुपर्ने मार्केटले। ल
मार्केट लास्ट सेकेन्डमा माथि गएको छ, यानि कि स्ट्रङ यहाँ बायर प्रेसर छ। यो चाहिँ के भयो है, ओके हेर्नु न कति राम्रो रेड क्यान्डल, मिस गरेँ क्या यो ट्रेड मैले। यसमा चाहिँ लस देखाइरहेछ, खै के हुन्छ हेरौँ। कन्टिन्यू 5 लस भने गर्नु हुँदैन, 5 लस भयो भने चाहिँ तपाईँको क्यापिटल नै खत्तम हुन्छ, 0। यो पनि लस होला जस्तो नै छ। नेक्स्ट $9 को ट्रेड हो। अब यसमा के गर्ने, यसमा कुनै चान्स छैन। यसमा हेरौँ, यसमा फेरि त्यही ठाउँमा आएछ मार्केट। अब मैले यहाँ छिटो डिसिजन गर्नुपर्छ। ल माथि म अपको लागि नै जान्छु, किनकि अब हेर्नु यो मार्केट मेजर ट्रेन्ड भनेको अप ट्रेन्ड हो। एक तलबाट ट्रेन्ड लाइन पनि छ, तर सेफ्टी मार्जिनमा लिएको भयो भने रहेछ। हाम्रो एउटा यो लस, टोटल 3 ट्रेड लस भएको छ, एउटा मात्रै प्रफिट। ओके, हामीसित फेरि अझ चान्स छ अझ ज्यादा। यस्तो हुन्छ हेर्नु, यसमा एक्सेल सिटमा कस्तो हो, तपाईँको 4 ट्रेड लस भयो, 1 ट्रेड प्रफिट भयो भनेपछि फेरि 4 ट्रेड लस गर्ने लाइसेन्स मिल्छ क्या। हेर्नु न कति तलमाथि गरिरहेको छ। यो USD INR चाहिँ ठिक छैन अहिलेको लागि, यो प्रफिट हुने बित्तिकै छोडिदिने। यो चाहिँ प्रफिट भइहाल्छ। ल फेरि $4 मा आउने। यो स्ट्रङ छ है, स्ट्रङ क्यान्डल छ। म फेरि माथिको लागि जाँदैछु स्ट्रङ क्यान्डल देखेर। अरे यहाँसम्म आएकोलाई ट्रेड गराए हुन्थ्यो नि सेफ्टी मार्जिनमा। सेफ्टी मार्जिनमा ट्रेड गर्नु राम्रो हो, किनकि क्यान्डल जे भन्यो भने होइन, डोजी भन्नु पऱ्यो, प्रफिट चाहिँ हुन्छ। अब आज भिडियो छिटो छिटो खतम गरौँ भनेर चाहिँ म वेट नगरेरै ट्रेड गर्दैछु। अब यो लस भयो भने तपाईँलाई थाहा नै छ, नेक्स्ट $8 कै आउँछ, $9 सेट गरेर राख्छु। भएन लस, ओके ओके, जा माथि छ, माथि छ। अरे बापरे, अरे बापरे। ल प्रफिट है, प्रफिट। यो ट्रेड पनि माथि नै जान्छ। म अब यहाँ एक्सेल, यो लस होइन है, यो प्रफिट हो। अब $4 यो ट्रेड पनि माथि नै जाने हो। यहाँसम्म आयो भने म माथिको लागि जान्छु। मैले सेफ्टी मार्जिन नहेरी ट्रेड गरिदिएको छु, किनकि मलाई लाग्यो यो ट्रेड माथि जानुपर्ने। यो पावरलेस क्यान्डल हो, रेजिस्टेन्स माथि छ, यहाँ स्ट्रङ दुइटा बाहिर आएका छन् होइन। अब ट्रेड त लिनै पर्यो नि। अब यदि यो ट्रेड प्रफिट भयो भनेपछि हामीले एउटा ट्रेड अरू प्रफिट गर्नुपर्छ, भइहाल्छ हाम्रो। हेर न कस्तो लास्ट सेकेन्डमै लस गराउने सोचेको छ क्या उसले। ल हाम्रो $9 को ट्रेड एउटा लस भएपछि यो चाहिँ माथिको लागि नै जाने, किनकि यहाँ स्ट्रङ। अरे अरे बापरे, के चलिरहेको छ यसमा। $9 आज त हाम्रो ट्रेड पनि धेरै भयो, टाइम पनि छिटो गर्नु भनेर खोजेको, यस्तै हुन्छ क्या। अब यसमा नगर्ने, यो पनि राम्रो छैन। USD INR मा त मुस्किलै छ प्रफिट हुन। तै पनि हेरौँ। यदि यो लस भयो भनेपछि हाम्रो नेक्स्ट कतिको हो, नेक्स्ट $19-20। यही सपोर्ट बनाएर क्लोज गऱ्यो भने म माथिको लागि लिन्छु म। ल
यो असली ट्रेडिङ भनेको होइन, किनकि असली ट्रेडिङ भनेको तपाईँले वेट गरिलिनुपर्छ होइन, पेसेन्स हुनुपर्छ। अब यो त अब भिडियो बनाउनको लागि होइन, कोही कसैले पनि के भिडियो कम्प्लिट हेर्दैन, त्यही भएर 5 मिनटमै 6 मिनटमै भिडियो खतम होस् भनेर म छिटो छिटो ट्रेड लिन लागेको हो। त आज छिटो गर्ने कोसिसमै लेट भइरहेछ। नो प्रब्लम, जे पनि छ होइन तपाईँहरूकै तपाईँले देख्नु नै हुन्छ। मैले केही अब लस भयो भने त्यसलाई हाइड गर्ने भन्ने त्यस्तो चाहिँ छैन है। अब यो पनि लस भयो भने ल कन्टिन्यू, हाम्रो पहिलो बार 3 चोटि लस भयो। अब $42 $42 ओके। यो पनि मैले माथिको लागि नै लिने हो, किनकि यो पनि तपाईँको एउटा सपोर्ट नै हो है, स्ट्रङ सपोर्ट नै हो। अब यहाँ यसले सपोर्टको काम गरेन भनेपछि अब यहाँ चाहिँ गर्नु थियो। अब मैले यसैमा लिएको छु, किनकि यो स्ट्रङ सपोर्ट हेर्नु, यहाँ पनि सपोर्ट गरेको छ, यहाँ पनि गरेको छ, यहाँ पनि गरेको छ, अनि त्यसपछि यहाँ पनि गरेको छ होइन। त यो स्ट्रङ सपोर्ट थियो, त्यही भएर हेर्नु यति उतार चढाउ भए पनि होइन, एक्सेल सिटले कसरी हामीलाई बचाएर राख्छ भन्ने कुराहरू थाहा भएन। यो त प्रफिट नै हुनुपर्ने, हेरौँ खै प्रफिट भइहाल्छ, यदि तल चाहिँ जाँदैन है, ग्यारेन्टी हो। ल हाम्रो टोटल 4 ट्रेड प्रफिट भएको छ, 1 ट्रेड अझ हामीले प्रफिट गर्नु छ। यो प्रफिट भयो भने कति हुन्छ हेरौँ, 170 भयो भने चाहिँ हामीले क्लोज गर्ने। हाम्रो 170 भइसक्यो। अब म भिडियो नै बन्द गरिदिन्छु होइन, ज्यादा भिडियोलाई लामो पनि नबनाऊ। अब म एडिट नगरिहाल्ने हो होइन। अब हाम्रो लिडर बोर्ड पनि हेरिहाल्नु होइन। ल आज भिडियो थोडा लामो भयो होइन, नो प्रब्लम, कहिले काहीँ यस्तो हुन्छ, सधैँ एकै नाचको होला भन्ने हुँदैन। कन्टिन्यू हामीले डे 2 र डे 3 मा टोटल 10 ट्रेडमा हामीले 1 ट्रेड मात्रै लस गरेका थियौँ। टोटल 11 ट्रेड, सायद 11 ट्रेडमा 1 ट्रेड मात्रै हाम्रो लस भएको थियो, अरू पुरा कन्टिन्यू प्रफिट भएको थियो। त्यस्तो पनि हुन्छ, कुनै कुनै दिन लस पनि हुन्छ होइन, त्यसलाई म्यानेज गर्नुपर्छ। आज मन्डे हो, सन्डे पछि मन्डे अलिकति मार्केट भोलेटाइल त हुन्छ, त्यही भएर म्यानेज गर्नुपर्छ त्यो सब पनि। ओके, थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेर्नलाई। कमेन्ट, लाइक, सब्सक्राइब चाहिँ गर्नु होला यदि तपाईँले लास्टसम्म भिडियो हेर्नु भएको छ भने।